संसारमा मानव जीवन भन्दा अमूल्य कुनै उपहार छैन। जीवन बचाउनु भन्दा ठूलो कुनै धर्म छैन। एक थोपा रगतले कसैको निम्न लागेको जीवनको दियोलाई पुनः प्रज्वलित गरिदिन सक्छ। यही महान मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई शिरोधार्य गर्दै सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो 19औं स्थापना दिवसलाई मानव सेवाको उत्सवको रूपमा मनाएको छ। 2082 साल पौष महिनाको 26 गते शनिबार ललितपुरको ऐतिहासिक र सुन्दर नगरी गोदावरी 3 टाउखेल चोकमा एउटा मानवीय सङ्कल्पको भेला भएको थियो। संस्थाको 19औं स्थापना दिवसको अवसरमा आयोजित यो खुल्ला रक्तदान कार्यक्रम केवल संस्थाको सफलतालाई मात्र होइन, समाजप्रतिको गहिरो समर्पण र उत्तरदायित्वलाई पनि उच्च रूपमा उजागर गरेको छ। रक्तदान जस्तो मानव सेवाको कार्यक्रम सम्पूर्ण मानवता प्रेमी आम समुदायको कार्यक्रम हो। यो कार्यक्रमको सफलताको सम्पूर्ण श्रेय हाम्रो समुदाय र रक्तदाता जीवहरूप्रति जान्छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। नेपाल रेड क्रस सोसाइटी रक्त सञ्चार केन्द्र ललितपुरको प्राविधिक सहयोग, नेपाल रेड क्रस सोसाइटी चापागाउँ उपशाखाको सहकार्य र ब्लोदान ललितपुरको समन्वयमा यो कार्यक्रम एक विशिष्ट मानवीय अभियानका रूपमा सम्पन्न भयो। सहकार्य र एकता नै समाजको हित सम्भव छ भन्ने सन्देश यस कार्यक्रमले प्रवाह गरेको छ। परम्परा भन्दा माथि उठेर यस कार्यक्रमले सेवाको एउटा नयाँ मानक तयार गरेको छ। संस्थाका अध्यक्ष श्री सुनन्द घिमिरेज्यूको सभापतित्व र श्री राजकुमार सिलवालज्यूको कुशल संयोजनमा सम्पन्न यस कार्यक्रमको शुभारम्भ स्वयं महान मनका धनी आदरणीय रक्तदाता ज्यूहरू श्री नवराज न्यौपानेज्यू र श्री विष्णुहरि न्यौपानेज्यूको कर कमलबाट दीप प्रज्वलन गरी गरिएको थियो। यसले मानवता, एकता र निस्वार्थ सेवा भावको प्रतीकलाई अझ बढी मर्यादित र प्रष्ट बनाएको छ। रक्तदान केवल शारीरिक प्रक्रिया मात्र होइन, यो त मानवताको सबैभन्दा ठुलो दान र त्याग हो। आफ्नो शरीरको रक्त तत्त्व प्रदान गरेर अपरिचित मानवको जीवन बचाउन तयार हुनुहुने सम्पूर्ण रक्तदाता जीवहरू नै आजका वास्तविक नायक हुनुहुन्छ। एउटा रक्तदाताको निस्वार्थ योगदानले एउटा परिवारको खुसी फर्काउन सक्छ
र समाजमा आशाको नयाँ किरण छर्न सक्छ। रक्तदाता जीवहरूको यो उदारता र सेवाभावले परोपकाराय पुण्यायको आदर्शलाई जीवन्त राखेको छ। यहाँहरूको यो योगदानको मूल्य कुनै पनि शब्दमा चुकाउन सकिँदैन। हामी केवल नतमस्तक भएर आदरणीय रक्तदाता जीवहरूको यो महान कार्यको उच्च सम्मान गर्दछौँ। कार्यक्रममा प्रेरणाका पुञ्ज एवं ब्लोदानका केन्द्रीय सदस्य श्री वीरेन्द्र श्रेष्ठज्यूको गरिमामय उपस्थिति विशेष रह्यो। 60 वर्षको उमेरमा 114 पटक रक्तदान गरी उहाँले मानव सेवाको एउटा अद्वितीय र गौरवपूर्ण उदाहरण हामी माझ प्रेरणाको स्रोत बन्यो। यसको लागि यो सरकारबाट मलाई 20 वर्ष भयो। अर्को 5 वर्षसम्म पनि दिँदै गर्छु। अर्को 20 पटकसम्म मैले दिँदाखेरि मेरो 134 वर्षसम्म हुन्छ। हामीले साथै ब्लोदान ललितपुरका अध्यक्ष सानुलाल महर्जन, कोषाध्यक्ष ज्ञानी महर्जन र नेपाल रेड क्रस सोसाइटी चापागाउँ उपशाखाका अध्यक्ष श्री मदन श्रेष्ठज्यूको उपस्थिति र प्रेरणादायक भनाइले कार्यक्रमको ओजलाई थप उचाइ प्रदान गर्यो। विशेष गरी हामीले चाहिँ ब्लडको विषयमा, रगतको विषयमा कुनै मान्छे बिरामी हुँदाखेरि रगत पाउनको निम्ति के गर्नुपर्छ। अहिले आएर चाहिँ ठाउँमा रक्तदान हुन्छ अनि यो ब्लड पनि भारत चाहिँ अहिले जागृत भएको छ। यो चाहिँ राम्रो कुरा। तर योभन्दा अगाडि हामीले चाहिँ रक्तदान गऱ्यो, रगत कहाँ पाउने पनि थाहा छैन। आज रक्तदान गर्नुभयो भने एक बेलुका रगत चाहियो भने अध्यक्षलाई फोन गर्ने ब्लड चाहियो हामीलाई, आज गरेको एउटा मलाई चाहियो भनेपछि उहाँले पनि कहाँको सम्पर्क गर्ने थाहा हुँदैन। त्यस्तो भएको कारणले चाहिँ हामीले चाहिँ बिना सोधभन्दा जाने रगत दिँदाखेरि आफू पनि स्वस्थ हुने अनि पुण्य पनि हुने। न कारखानाले बनाउन सक्छ, न खोला नालामा पाइन्छ यो रगत। मान्छेको रगत मान्छेमा मात्रै जाने भएको कारणले गर्दा हामी 18 वर्षदेखि निरन्तर रक्तदान गऱ्यौँ। 45 हुनु पर्यो। रगतदान 18 वर्षदेखि दिन मिल्छ 65 वर्षसम्म। यो रगतले एउटा सानो पोको रगतले 2 जना बिरामीलाई हामीले बचाउन र सहयोग गर्न सकिन्छ भने हामी किन रगतदान नगर्ने त। त्यस्तै बडखेल साकुसका सचिव केशव दाहालज्यू, कल्चर साकुसका अध्यक्ष श्री तिलकुमारी रायमाझीज्यू तथा समाजसेवी शोभा बानियाज्यू, रामशरण बुढा थोकीज्यूको सम्मानजनक उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो। खुला रक्तदान कार्यक्रममा धेरै महानुभावहरूले आफ्नो नाम दर्ता गराई रक्तदान प्रति उच्च उत्साह प्रदान गर्नुभयो। स्वास्थ्य परीक्षण पश्चात गौरवशाली रक्तदाता जीवहरूले आफ्नो शरीरको अमूल्य रगत दान गर्नुभयो। रक्तदान गर्नुहुने सम्पूर्ण मनकारी मानवतावादी आदरणीय रक्तदाता जीवहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। हाम्रो सानो दानले नै कसैको जीवन बच्छ। हाम्रो सानो दानले नै कसैको जीवन बच्छ।
रक्तदान जीवनदान हो भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै संस्थाले आफ्नो स्थापना दिवसलाई केवल औपचारिक उत्सवमा मात्र सीमित राखेन, बरु समाजप्रति दायित्वलाई व्यवहारमै उतारेको छ। यस पवित्र कार्यमा सहभागी सम्पूर्ण रक्तदाताज्यूहरू, अथक खटिनुहुने स्वयंसेवकज्यूहरू, दक्ष स्वास्थ्य कर्मीज्यूहरू, सम्पूर्ण शुभचिन्तकज्यूहरूमा सप्तरङ्गी परिवार हार्दिक आभार एवं नमन व्यक्त गर्दछ। सहकारी केवल आर्थिक कारोबारको थलो मात्र होइन, यो त सामाजिक रूपान्तरण, मानवीय संवेदनाको दरिलो आधार पनि हो। 19 वर्षको अटुट विश्वासलाई आत्मसात गर्दै सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी दिनमा पनि मानवीय सेवाको यस्तै रङ्गीन र सार्थक आयामहरूमा निरन्तर अग्रसर रहनेछ। सप्तरङ्गी सहकारी 19 वर्षको अटुट विश्वास र सेवा, तपाईँको रक्तदान कसैको जीवनको मुस्कान। हार्दिक धन्यवाद। जसलाई पनि जहिले पनि छैन साक्षर। यस्तो योगा गर्ने मान्छे, यति हेल्दी मान्छे, म्यामलाई फेरि भनेको आफू जाने अनि मलाई दिनु भन्दैन। भारत हो सहयोग